यस्तो किचन छ, यस्तो छ अनि यस्तो छ। बाबु नानीहरू काममा गए, म एक्लै छु। पूजापाठ भयो, अब जमरा राख्ने हो। टिको लाउन त के गरिन्छ, जमरा चाहिँ राख्ने। यो सफा मनी लाउने सफा छ। अनि यो कुर्चीले झन् हेडसेप जस्तो बनाउँछ, भुँडी पल्टाएर सुत्न मिल्छ। यी दुईटा रुम छन् यहाँ, फ्रिज छ यहाँ। अनि यो चाहिँ बाथरुम, यो वासिङ मेसिन यता छ, यस्तो छ। अनि यस्तो सरफ, यस्तो लिक्विड परेको हुँदो रहेछ। यस्तो लिक्विड चाहिँ सरफ परे गरिन्छ। अनि यहाँ चाहिँ मुख धुने,